म लोकसेवालाई भन्न चाहन्छु, तिमी माथिल्लो दर्जाको विज्ञापन गर्छौ, तल्लो दर्जाको विज्ञापन किन गर्दैनौ? कार्यालय सहयोगी, ड्राइभर, स्विपर, गार्ड, मालिनी जस्ता पदहरूमा किन विज्ञापन गर्दैनौ? कि त भन अब नेपाल सरकारमा यो पदको काम छैन, नेपाल सरकारमा अब गाडी चल्दैन, अब नेपाल सरकारको टोयलेट सफा हुँदैन, नेपाल सरकारमा अब कार्यालय सहयोगीको काम छैन। यदि छ भने त्यो थाहै हुनुपर्छ कि पर्दैन? ठुला बडाहरू थाहै हुने, साना गरिबका मान्छेहरू करारमा झुलिराख्ने, हाकिमको चाकरी गरिराख्नु पर्ने, 6 महिनामा म्याद थप्नु पर्ने, उसको जीवनहरूको हातमा खेलौना बनेर बस्ने प्रभु शाहले त स्वीकार छैन। मैले भनेको छु आम मान्छेको और ठुलोको बराबर कानुन होस्, तल्लो वर्ग पनि मान्छे हो भने उसले पनि न्याय पाउनुपर्छ भनेका छौं। म यो समारोहबाट उद्घोष गर्न चाहन्छु, आउने विज्ञापन लोकसेवाको सबै पोस्टमा होस्। म सरकारलाई पनि भन्न चाहन्छु, तपाई सबैको यदि सरकार हो भने सबैलाई समान व्यवहार गर्नुस्, बरु नहुनेलाई सुविधा दिनुस्, हुनेलाई सुविधा हैन। खाएको मान्छेलाई हामी खुवाइदैनौ, भोको मान्छेलाई खुवाउँछ, यो हो न्याय। तर आज अत्याचारीहरूले भोकै मान्छेको पेटमा लात मार्ने अनि अघाएकै अघाएको गर्ने जो भइरहेछ त्यो हामीले स्वीकार्य छैन।